हेलो नमस्कार गाइज आज चाहिँ फाइनली हामी ढिँडो कान्दा खान्छ चटनीसँग यहाँ हेर्नु यी तरकारी भेज म चिकन करी अचार अब डल्ले खुर्सानी त खानै पर्यो होइन गाइज अब यो त एकदम मेरो डल्ले खुर्सानी चाहिँ खोइ त तपाईँले डल्ले खुर्सानी त्यतै राखेर हेर्नु त आछि खोइ छुट्टै राख्नु भएको त्यो ए यही रहेछ ल अब चाडोमा नि जाडोमा म बसेर तातो एउटा फेरि उता लुकेर भात ल यता चेस गरौँ न ल अब भात ढिँडोको चेस गर्नुपर्छ क्या अरूले त्यस्तै गर्छ नि हामी पनि सिक्दैछौँ हाम्रो मिनी भलकमा आँखा चाहिँ नलाइदिनु है अचारै पिरो रहेछ खतरा खा है खानुपर्छ यस्तो कहिले काहीँ भेजमा त झोलै भनेर हुन्छ यस्तो भयो मासु मिठो भयो खाएर डल्ले खोर्सानी अरूले कस्तो ननिलिकन खाइरहेको छ हामी त्यस्तो खानै सक्दैनौँ चपाउने होइन नि त मान्छे चपाउँदा है त्यो चपाउनु लाग्छ फुलवाला गोभी या डल्ले खुर्सानी रियल खाएको गाइस ढाँटे बाटेको होइन अनि मैले अस्ति चटपट बनाएर टिकटकमा हालेर खाएको अरू खुर्सानी मिठो हुन्न है होइन अरे देखाइछि नक्कल पारिछि अरे त्यो माया के बिना उखाएको चटपट पिरो खाएको डल्ले खुर्सानीले त केही हुँदैन जति पिरो खाएन खाएन अरूलाई पेट दुख्छ मलाई सन्चो सबै मिसिएको नि मिठो हुन्छ कि ढेँडो त मकै फापर गहुँ सबैले हेरेर सुझाव सल्लाह दिनु होला फेरि आजभोलि टमाटर कति रुपियाँ किलो नभन्नु होला 150 रुपियाँ हो त अस्ति मैले 170 मा ल्याएँ गोरस्थानबाट 130 मा लगेको मैले 100 गरौँ ल्याएर अहिले अझ रातो रातो त 80 रुपियाँ किलो अरे हामी त लोकल मान्छे गाउनु पर्यो अरूले गिलास पानी खान्छ हामीले यस्तो भएको बोतलमा मिठो छ ढिँडो चाहिँ ढेँडो होला जस्तो भयो मलाई धेरै हुन्छ मिठो चाहिँ मिठो भयो धेरै खानै सक्दिनँ भातभन्दा पनि ढेँडो मन पर्छ यस्तो यस्तो मिठो मिठो खानेकुरा खानु पायो नि छिटै मोटाइन्छ होला चिकनमा अलिअलि ग्रेभी गराएर हुन्छ नि तपाईँ सुकेको हो कि त्यो त ग्रेभी खायो चाहिँ खाओ है गाइस मलाई भाँच्नु भन्दा सिधा मनपर्छ भन्दा
अब मलाई सिलामा आउँछ नि त्यो बजारमा यहाँ हो क्या तल दिदीलाई ल्याइदिनु भएको क्या गाउँबाट स्ट्यान्डमा स्प्राइट खाने तँलाई भात ल्याइदिएन नि खाइसक्यो त्यो उसको खाना जस्तो हाम्रो खाना कहाँ हो हाम्रो त यहाँ त्यसले त यो खाने नि त जिब्रोमा अट्काउँछ होला त्यसलाई नि यही दियो तरकारी हाल्दा अब जाउले मिठो मिठो खाने रहेछ भन्छ होला यसको उयो छैन क्या यसको कटपिस पाउनु गएको छ होला त्यो पसलमा एउटा त्यो दाइले कहाँ सारेको पसल पसलै छैन बिचार कता गर्ने एउटा ठामी होइन कस्तो खानै सक्दिनँ कि म धेरै किन होला कम्पिटिसन गरेर खाने अब त्यसमा चाहिँ सही सही गइहाल्दैन नि जान्न कसरी अरू छोड्ने खाना पिरो र अमिलो नछोड्ने गजब खानुपर्छ गजब छ भने टोपिलो भाखा के खान लाग्यो होला यिनीहरूले आज भने होला है भाइ यस्तो खानु पायो भने त छिटै मोटाइन्छ होला मामुले आज जक्सन बनाएर खा भन पिरो मरद छ हाम्रो जिन्दगी अमिलो सानेर हरप 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 पनि हामीले डर लाग्छ खानु तपाईँ खानु र न अन्त म पिरो खान्छु अमिलो खानै डर लाग्छ गजब छ हेलिकप्टर मैले सकिसक्यो पनि छ कची कची गर्छ सक्दैन हामी त्यस्तो अरू चाहिँ खाइको खाइ गर्छ के हेर्नु सानो मिठो पकाउनु दिन त यस्तै हो त्यही बस्छ आँसु नै यो पापड खायो भने प्याच्चा गराउँछ नि अरू मिठो हुन्न कि ठिक हुन्छ सुनेको होइन
खाने देऊ न हावा त्यही हो जुन मम्मीले मैले खाएको फरक केही छैन के हावा भन्नु उसलाई नि मासु नै दियो क्या आधा खुल्लो अन्डा चाहिँ मुक्त मेरो मोबाइल अन्डा भयो चट्नी म सकाउँछु खाने सकाउनु त पर्यो होइन गाइस खानेकुरा चाहिँ फालिन्न होइन यस्तो गरेर खाइन्छ खाइस्यो खाइस्यो ल खाऊ ल के खान्छ छाला खान तिमी सकाउने हो आनन्दले पिरो भयो होइन गर्छ बाख्रा खुर्सानी के खुर्सानी खुर्सानी त खाने पक्नु न तरकारीसित खाने हो ज्याम मलाई धेरै मिठो मिठो हुँदै थियो चटनी गाइस भेज खाने भएर हो क्या एउटासँग मिठो भएको हामी त अनुसँग अरूलाई मासु चाहिन्छ चटनी चटनी पिरो भएन पिरो त छ मिठो भएरै यो मिठो खालको पिरो नयाँ भएन कि यो भाग भाग्नु पर्दैन उहाँले यति हेर्नु भएको पाण्डे त माग्नु पर्छ भाषण भन्दैन उसले मोबाइल हेरेर सिरियल अलिक सानो गर यता बज्यो फेरि छाला खान्न त्यो आवाज दिन्न नि यता हामीलाई यता हामीलाई दिन्न नि त्यो आवाज सानो गर के आवाज बाहिरको आयो भने भ्लग दिन्न के फालिन्छ त्यो म्युजिकहरूको सक्यो गाई त तरकारी मात्र तरकारी सक्नु पर्यो होइन सक सक भयो खाना चाहिँ धन्यवाद हजुरहरूले हजुरहरूलाई धन्यवाद हो हेरेर साथ दिनु होला काउली खाँदैछु काउली खाँदैछु केराउरी पनि खाँदैछु चना मटरको साथ आलु काउलीको साग डल्ले खोर्सानी चाप्नु पऱ्यो क्या यहाँ सक्यो खोर्सानी चाप्नु पऱ्यो नि लाग्छ पुरा गजबले खाएर गजबले गजब तरकारी सक्यो Thank you guys. धन्यवाद. आयो